फाइनल्ली हामी चाहिँ यहाँ सल्लाहघारीमा पुगेको छौँ। हामीलाई चाहिँ यहाँ पानीले भेटिरहेको छ क्या, सल्लाहघारीमा छौँ, पानीले भेटिरहेको छ यहाँ। अब हामीले चाहिँ यहाँबाट अब फेरि हाम्रो यात्रा चाहिँ रोकिँदैन, हाम्रो यात्रा चाहिँ जारी हुन्छ भेटेटारसम्म। हस् त गाइस, हामी भेटा पुगेर भेटौँ ल। हेलो गाइज, फाइनल्ली हामी चाहिँ धरानदेखि पाथिभरासम्म आइसकेको छौँ। हाम्रो आजको हाइकिङ चाहिँ सक्सेस भइसकेको छ। अब शनिबार चाहिँ हामी जहिले डेली नै हुन्छ है, शनिबार चाहिँ हामी हाइकिङ जान्छौँ। तपाईँहरू पनि कोही जान चाहनुहुन्छ भने जान सक्नुहुन्छ हामीसँग होइन। हामी बेचेर खाइदिन्छु तपाईँहरूलाई, किडनी बेचिदिने अनि आइफोन किन्ने होइन। अनि मार्ला हामीलाई यस्तो गरिदिनु। आज चाहिँ यो मौसम पनि एकदम राम्रो छ, हेर्न सक्नुहुन्छ है। पाथिभराको मौसम चाहिँ एकदम गजब छ। तपाईँहरू पनि आउनु होला, रमाइलो गर्नु होला, माइन्ड फ्रेस गर्नु होला। कोही डिप्रेसनमा हुनुहुन्छ भने बाहिर निस्किनुहोस्, हिँड्नुहोस्, डुल्नुहोस्, रमाइलो गर्नुहोस्, मुभ हुनुहोस्। बल्ल बल्ल पाएको जिन्दगीमा डुल्नुपर्छ कि कसो हो म्याडमजी? केही 2 शब्द भनिदिनु त। ए हाम्रो म्याडमजी हुनुहुन्छ है। हो यो चाहिँ हामी केही बोल्न आएन मलाई हाम्रो हामी चाहिँ यहाँ पाथिभराको यो चाहिँ मुनि यहाँ चाहिँ आइसकेको छौँ। फाइनल्ली गेट पाथिभराको हाम्रो फाइनल्ली आजको हाम्रो चाहिँ हाइकिङ चाहिँ ओसोदेखि धरानको ओसो श्रम संस्कृति पार्कदेखि त्यहाँदेखि यता माथि जङ्गल बाटो हुँदै 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 ठ्याक्कैसँगले तर भेटारको साँगुरीगढी तल फेदीमा निस्क्यौँ। र अहिले चाहिँ हामी अब पाथिभरातर्फ जाँदैछौँ। पानी परेर तर बाटोमा चाहिँ एकदम धेरै फिचोक बनाएको थियो है, तर पनि हामी चाहिँ दुःख सुख गर्दै आइपुग्यौँ फाइनल्ली होइन। हो फाइनल्ली अहिले पाथिभरा यहाँ मन्दिर आइसकेका छौँ।